पानी तल छैन तल यहाँ पनि झरी गयो यहाँ पनि आइगयो यहाँ आइसक्यो भगतकोमा यहाँनिर आउला अरे सब गएको आगो त ग्यास पानीले केही पानीले त केही हुनेवाला छैन हो यार ये ढल्ले तो ना बिजुली का पोल आयो यहाँ आइडिया आउँदैन डोजरले फाल्नु पर्छ क्या यो पानी तल तल एमको ढुकाने छ नि डल्लुका मम्मीका मुखी यो पानी फाल्नु कपडा लागिसक्यो तल त्यो पानी छिर्नु पर्यो तल लास्ट तनाव माथि भाइगयो यार माथि लागिसक्यो अब त चान्सै भएन हजुर ए साइड हो भित्र गएका फुल्ली नि यहाँ उभो पनि लागिगयो यार मल्ला बजार पनि सत्यनाश ओ लोटा बजा ओहो अब यहाँ उभा आएपछि त झनै समस्या हो तल त्यहाँ त्यति बार चाहिँ रोकिने हो त्यहाँ लागिसकेपछि यहाँ त लागिसक्यो यो त अखडी खतम हुने हो यहाँ भित्र आउनु लागेको छ कि प्रत्येक भित्र हटी आएको यहाँ माथि बजार लाग्यो यी कपडाका अघि हटाउनु पर्ने अहिले भित्ताले बामका बजार आग लागि भयो हजुर यो पसल अघि हटाएको सब सामान जल्यो तार कस्ता जल्यो यो आगो यता पनि यो यता काले पनि सराइराख्छ अब यो त पुरा ए पानी आउँदो आयो पानी हटाइल्नु पर्ने हो त्यो पहिले हटाइराख्यो अहिले भित्र गइकन कहाँ सम्भव आगो लाग्यो त दाइ तल त्यहाँ पुनः आधा त लाग्यो त माथि दो काठलाई समात्यो होइन कस्तो दोसा लाग्यो कैको बाटो केही केयरै नगरे रहेछ नि त के बिहाको रहेछ
ग्यासले के गर्छ आगो लागेको छ बुझ्यो अनि आगो लागिसक्यो भने पनि उसले के गर्छ पानी हाल्छ झ्याम्म पानी आएर त एक्कासी झ्याम्म भयो यहीँनिर सामान हटाएर राख्नु पहिले दोकान धोदा खाइदिया आनन्द सकिने रिक्स ल्याऊ बनायो भित्र ग्यास भए त झनै पड्किने अन्त माथि चाहिँ यहाँ नछोड्नु हजुर त्यहाँभन्दा त उनले बलक गरेले पर्थ्यो दोकानै हटाउन लागि त्यही घर पनि गाईको पक्की हो पूरा छुटाया यार छुटाया यार पानी है खाली ऊपर पानी बंदा आने था अब त्यही दोकान बिजुली वाला कहाँ गया हो यार पूरा सत्यनाश बांका बजार लागि भयो पानी परियो त लगायो अगाडि नै जसरी आइरहेको नै पर यतापट्टि हाल्नु पर्छ पछि बस्यो यताबाट हाल्नु भन्छ पानी आयो होला बाबाजी यहाँ त बिजोमै भइहाल्यो त कि दोकान त ओदारे त्यही दोकानमा अगाडि त आइजाने खतमै भइसक्यो हजुर बामका बजार पुरा सत्यनाश भएर आग लाग्यो माथि जानुपर्ने अब त कहाँ सकिने त यार भित्र पानीले त के हुँदैन अब एकैचोटि जाउँला
अब नियन्त्रणभन्दा बाहिरी भइहाल्यो यो त। सानाहरू उभ्यायो उभ्या काट्ने ल्यायो हुने थियो अब त्यहीँ गइकन चुचाले भयो त यार। तिनीहरूले सकिने नै त्यो कहाँ चुट्टेला त त्यसरी तपाईँ यो ओर्लो जग्गा अब त यसलाई पनि चुटाल्नु पायो भने अब त्यो त ठिकै छ, त्यो त आउँदैन। अपट्टि सिलिन्डर सब घर आना त आँसी दे